उति बेला त म किताब बेचेर वहाँ ताप्लेजुङको माथि डाँडातिर किताब बेचेर हिँडिरहेको थिएँ नि। अब यहाँ आन्दोलन भएछ, आन्दोलन भएको पनि मैले राति चाहिँ 10 बजेतिर मैले मात्रै थाहा पाएँ यो 23 गतिको आन्दोलन भएको दिनमा। किनभने म त त्यो दिन त गाउँ गाउँमा किताब बेचिरहेको थियो। अनि बेलुका चाहिँ बास बस्ने ठाउँमा चाहिँ आएपछि त्यहाँको त्यो घरवालाले चाहिँ नेपालको काठमाडौँमा त यस्तो यस्तो भएछ, यस्तो यति मान्छेहरू मरेछन् भन्ने कुरा मैले बेलुका मात्र थाहा भएको हो। किनभने त्यो दुर्गम ठाउँहरूमा अब समाचार कहाँबाट जाने। दिनभरि किताब बेचिरहेको थिएँ। अनि 24 गतेदेखि 24 गतेको जब अवस्था आयो त्यो अवस्थामा अब यहाँ के भएको थियो। अनि बल्ल यहाँ साथीहरूले फोन गर्न थाल्यो मलाई। साथीहरूले फोन गरेर के भन्न थाल्यो भने ल काठमाडौँ आइज, काठमाडौँ आउनु पर्यो, किताब बेच्न छोड्नु पर्यो, यो स्थितिमा देशमा चाहिँ कहाँ पुगिसक्यो, के भइसक्यो, देश चाहिँ एकदमै अप्ठ्यारो स्थितिमा परिसक्यो, त चाहिँ किताब बेचेर उहाँ चाहिँ ताप्लेजुङमा बस्ने, यहाँ छिटो आउनु, किताब बेच्नु भन्ने कुरा त पछि बेचे पनि हुन्छ नि, किन भन्दाखेरि मैले भने अब के गर्नु त, काठमाडौँमा यस्तो भइसकेपछि म आएर त्यहाँ के सुध्रिन्छ त, म आएर केही सुध्रिने होला हो भने म आउँथेँ। तर म आउँदिनँ, म अब भइसक्यो, हुने कुरा भइसक्यो, जे हुने कुराहरू के अरे आन्दोलन भइसक्यो, मान्छेहरू मरिसके, म चाहिँ अब किताब बेच्न छोडेर आएर के फरक पर्छ, त्यसैले म आउँदिनँ भनेर 24 गते पनि मैले भनेकै हो, 25 गते पनि मैले भनेकै हो होइन। अनि त्यो यहाँबाट धेरै साथीहरूको फोन आउन थाल्यो। अनि त्यसपछि म चाहिँ किताब बेचिँदाखेरि 25, 26, 27 गते होला सायद त्यो मेरो किताब बेच्ने ठाउँमा गाडीमा किताब थियो, किताब सिद्धियो। त्यस कारणले म चाहिँ तल झर्नुपर्ने भयो, किताब चाहिँ तल लिन झर्नुपर्ने भयो र अनि वीरगञ्जमा पनि एउटा काम भयो। यसरी म चाहिँ ताप्लेजुङबाट तल चाहिँ झर्दै गर्दाखेरि, हाइवेमा झर्दै गर्दाखेरि चाहिँ बाटोमा पनि फोन आउन थाल्यो। अनि त्यसपछि म चाहिँ वीरगञ्ज जाने निर्णय गरेँ, किनभने वीरगञ्जबाट पनि फोन आयो। वीरगञ्जमा जुन कृषि औजार कारखाना छ, अब त्यस कारणले त्यो चाहिँ त्यहाँ पनि जाने काम परेको हुनाले म वीरगञ्ज आएको हो। काठमाडौँ आउँछु भनेर आएको होइन, तर वीरगञ्ज आइसकेपछि अब यहाँ चाहिँ हाम्रो के अरे जेनजीको भाइहरू भन्थ्यो, अब नाम त को थियो थाहा भएन, तर सुजन गुरुङको फोन पनि आयो। अब उसलाई मैले चिनेको पनि थिएन, म सुजन गुरुङ हो, जेनजी आन्दोलनको भाइ हो भन्यो। अनि हाम्रो सुशीला कार्कीजीको पनि फोन आयो, अनि अरू साथीहरूको पनि फोन आयो वीरगञ्जमा बाटोमा आउँदै गर्दाखेरि। अनि त्यसपछि मैले सोचेँ, बाटोमा सोच्दै आएँ, किनभने त्यो दिन हामी चाहिँ 21 घन्टा कन्टिन्युस ड्राइभिङ गरेको हो। ताप्लेजुङको फुङलिनबाट 21 घन्टा बाटोमा के अरे उर्लाबारीमा चिया खान बसेको हो, यसो खाजा खान बसेको हो। 21 घन्टा फुङलिनबाट चाहिँ ल वीरगञ्ज जाउँ भनेर 21 घन्टा चाहिँ ड्राइभिङ गर्दै, एकदम 2 जना मात्रै, ड्राइभर र म मात्रै चाहिँ वीरगञ्ज आउने बाटोमा सोच्दै आएँ मैले कि अब यस्तो स्थिति भइरहेछ। अब त्यसपछि बाटोमा आइसकेपछि अब सोसियल मिडियाहरूमा पनि हेर्न थालेँ मैले। सोसियल मिडियाहरू हेर्दाखेरि यहाँ भइरहेका अनेकौँ किसिमका कुराहरू, घटनाहरू मैले देखेँ, अनेकौँ किसिमको परिस्थितिहरू देखेँ। यसरी बाटोमा हिँड्दै मैले के सोचेँ भनेदेखि अब यस्तो के अरे दुःखदपूर्ण स्थितिमा, यस्तो चाहिँ यो अप्ठ्यारो अवस्थामा यो देशलाई परेको बेलामा एकपटक जानु पर्यो नि त भनेर म आएको हो के। अनि मन्त्री भएको हो। तपाईँलाई फोन चाहिँ सुदन गुरुङको, सुशीला कार्कीको मात्रै आथ्यो कि होइन? फोन त कतिको आयो, मैले कसै